सेवा साथीहरू सबैजना हौवा। आज चाहिँ मेरो किचनमा रोस्ट र पुलाउ पाक्दैछ। यो रोस्टको लागि मासुलाई मैले यो फुड कलर एड गर्दैछु। फुड कलर लगाए साथीहरू। अब यसमा नुन एड गर्दैछु। नुन लगाए साथीहरू। यसमा नुन लाउँदैछु साथीहरू। यो नुन लाउँदैछु। यसमा अब कागती एड गर्छु म। कागती एउटा एड गर्छु। एउटा कागतीले ठिक्क हुन्छ। कागती मैले निचोर्दैछु साथीहरू। कागती लगाएँ। कागती मजाले निचोरेर लाउनुपर्छ। अब अदुवा र लसुनको पेस्ट लाउँदैछु मैले। मिक्सरमा पिसेको थिएँ। अदुवा र लसुन एड गरेँ। अब यसलाई मजाले मोल्नुपर्छ साथीहरू। मजाले यसलाई मोल्नुपर्छ। मसलाभित्र मासुसँगै मजाले लाग्छ साथीहरू। मजाले मसला लाउँदैछु मैले। यो मसला यो अदुवा लसुन मजाले एड गर्नुपर्छ। अब एउटा अन्डा पनि लगाएँ साथीहरू। अन्डा लगाएको मलाई मनपर्छ। टेस्टी फाल्ट हुन्छ यो अन्डा लगाएपछि मजाले मोलेँ मैले यसलाई। मजाले जति मोल्यो त्यति राम्रो हुन्छ साथीहरू। मजाले अब रोस्ट भयो मेरो। पाक्दैछ साथीहरू। रोस्ट पाक्दैछ। रातो रातो भयो। अब मैले चटनीको लागि तिल भुट्दैछु साथीहरू। टमाटरको चटनीमा तिल लगाएपछि टेस्टै अर्को हुन्छ। अब यो भुट्दैछु तिल। रातो रातो बनाउनुपर्छ तिल। अब चटनीको लागि लसुन एड गर्दैछु साथीहरू। लसुन तेलमा फुराउँदैछु। लसुन तेलमा फुराएपछि अर्कै टेस्ट आउँछ यसको। अब लसुन रातो रातो भएपछि यसमा टमाटर एड गर्नुपर्छ साथीहरू। लसुनमा भुट्दैछु। यसलाई रातो रातो हुनु दिनुपर्छ। लसुन भुट्दैछु। अब टमाटर एड गरेँ साथीहरू। टमाटरलाई अब छोपिदिनुपर्छ। यो टमाटर पाक्दैछ साथीहरू। पाक्दैछ। अब छोपिदिनुपर्छ टमाटरलाई। छोपे भयो। अब यो टमाटर रेडी भयो चटनीको लागि। अब पुलाउको लागि म मटर लाउँदैछु। यसमा मटर एड गर्दैछु। अब तेजपत्ता लगाउँदैछु। अब यसलाई चलाउनुपर्छ साथीहरू। हल्का चलाइसकेपछि यसमा चामल एड गर्नुपर्छ साथीहरू। यसमा चामल एड गरेँ मैले। अब यसलाई चलाउनुपर्छ।